अहिले पनि त्यो जतिसुकै कुरा गरे पनि काठमाडौँमा मकै पोल्नेहरूलाई लखेटेर, सुकुम्बासीहरूलाई लखेटेर, काठमाडौँमा चुनाव लड्न नसक्नेहरू भागेर झापामा गएर केपी ओलीसँग लड्यो भने अलिकति नाम आउँछ भन्ने ढङ्गले गएकाहरूको प्रधानमन्त्री हुन्छ भनेर बताइन्छ? बताउन सकिँदैन। त्यसैले झापा एमालेको गढ हो। साथीहरू, चर्चा गर्न केपी ओलीसँग लड्न गएकाहरूको कुनै विश्वास छैन। चर्चाको निम्ति लड्न गएका छन्, जित्ने आँट र हुती छैन। यो देशमा अब पनि हुने निर्वाचन पश्चात एमालेलाई पहिलो पार्टी, सर्वाधिक ठुलो पार्टी हुन कसैले रोक्न सक्दैन, कसैले रोक्न सक्दैन। अब एका क्षेत्र 165 मा 165 नै जित्छु भनेर मैले भन्दिनँ, तर हामीले देशका अधिकांश जनताको भावना बुझेका छौं, जनताको मत बुझेका छौं। बाहिर चर्का फेसबुकमा गाली गरेर जनताको मत बदलिँदैन। यही कुरा राख्दै यहाँ पनि युवा कलाकार, जनताको यही भूमिको छोरो, हामीसँगै सुख दुःखमा भेटिने अश्विन घिमिरे र धरती पुत्र चेपाङको छोरो समानुपातिक उम्मेदवारलाई हामीले ल्याएका छौं। उहाँलाई अत्याधिक मतद्वारा विजयी गराउन आह्वान गर्दै मेरो भनाइलाई यही टुङ्ग्याउँछु। हस्त, धन्यवाद।